हामी बुद्धिस्टहरूले चाहिँ एउटा घर बनायौँ अथवा घरमा एउटा नयाँ मूर्ति ल्यायौँ भने है र अथवा घरमा थाङ्गाहरू अब घरमा राख्नको लागि थाङ्गा किन्यौँ भने र अथवा एउटा माला नै किनोस् होइन त्यो बेला हामीले के गर्छौँ भन्दाखेरि चाहिँ हामीले राप्ने गर्छौँ है राप्ने भन्ने पूजा चाहिँ गर्छ हामीले। र आजको यस भिडियोमा चाहिँ म तपाईँहरूलाई राप्ने गर्नुको कारण के हो, राप्ने गरेको फाइदा र अब राप्ने अब हामी आफैले राप्ने गर्न सक्ने राप्नेको पाठ, राप्नेको मन्त्र के छ भनेर चाहिँ त्यसको विषयमा म तपाईँहरूलाई भन्ने छु। र सर्वप्रथम नमस्ते टासिदेलेक फ्याबुला छाजालो, म जोर्डेन गुरुङ, तपाईँहरू सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र अब राप्ने भनेको के हो? राप्ने भनेको चाहिँ टिबेटन शब्द हो है। नेपालीमा प्रतिष्ठान कि के हो भन्दो रहेछ, त्यो चाहिँ मलाई पनि बुझ्न गाह्रो भयो होइन। तर राप्ने भनेको अब त्यही शब्दकै अर्थ तपाईँलाई भन्नुपर्दा चाहिँ राप्ने भनेको सदा रहन् भनेर चाहिँ भनेको है। सधैँ रहोस्, त्यो पनि बाधा अर्चन केही नहोस्, सधैँ राम्ररी रहोस् भनेर चाहिँ गर्ने त्यो पाठलाई चाहिँ राप्ने भन्छ। जस्तै मानौँ एउटा हामीले घर किन्यौँ है, यो घरमा चाहिँ केही बाधा अर्चन नआओस् है, भत्केर नजाओस्, नराम्रो नहोस्, हानि नपुगोस् भनेर चाहिँ राप्ने गर्ने हो। जस्तै एउटा मूर्ति नै किनोस् है, अब त्यो मूर्ति चाहिँ बिग्रेर नजाओस्, टुटेर नजाओस्, अनि यसमा अब बुद्धहरू आएर बसिदिउन्, त्यस्तो एउटा कारण लिएर चाहिँ हामीले राप्ने गर्छौँ, चाहे माला होस्, थाङ्का होस् है। अब जस्तै घरको कुरा गर्ने हो भने अघि मैले भने चाहिँ अब घरमा चाहिँ भत्केर नजाने है, नराम्रो कुराहरू नहुनको लागि चाहिँ राप्ने गर्छ। तर मूर्तिहरूको लागि, जस्तै मानौँ एउटा बुद्धको मूर्ति छ या अथवा बुद्धको थाङ्का छ भने, बुद्धको फोटो छ भने, त्यसलाई राप्ने गर्दाखेरि चाहिँ हामीले के सोच्छौँ भने यो केवल एउटा मूर्ति मात्र नभइकन, चाहे त्यो माटोको होस्, सुनको होस्, फलामको होस्, त्यो चाहिँ एउटा केवल मूर्ति अथवा थाङ्का अथवा बुद्धको एउटा फोटो मात्र नभइकन यसमा चाहिँ बुद्ध स्वयं, अनि बुद्ध स्वयं यता पाल्नु भएर चाहिँ यो मूर्तिमा बसियोस्, अथवा यो थाङ्का अथवा बुद्धको फोटोमा चाहिँ बुद्ध स्वयं पाल्नु भएर यसमा बसियोस् भनेर हामीले राप्ने गर्ने हो। र त्यो बुद्धको मूर्तिमा किनभने एउटा मूर्ति भनेको त एउटा, जस्तै मानौँ एउटा माटोको मूर्ति छ भने त्यो त माटो मात्र हो नि, एउटा ढुङ्गा मात्र हो नि होइन, त्यो त बुद्ध होइन नि त। अब यसमा चाहिँ हामीले बुद्धलाई बोलाएर, बुद्धलाई प्रार्थना गरेर चाहिँ बुद्धलाई यसमा राखेर र बुद्ध त्यो मूर्तिमा, बुद्धको त्यो माटोको ढुङ्गाको मूर्तिमा चाहिँ बुद्ध बस्नु भएर चाहिँ बुद्धले हामीलाई आशीर्वाद दिने हो। त्यसको लागि चाहिँ हामीले राप्ने गर्नुको कारण चाहिँ त्यो हो, राप्ने गरेको फाइदा पनि त्यो हो। अब हामीले यतिकै एउटा मनमा केही नसोचिकन एउटा महँगो, चाहे त्यो 40-50 हजारकै एउटा मूर्ति नै होस् बुद्धको, त्यो त्यतिकै राख्यो भने त्यसले त्यति फाइदा गर्दैन। अब यो सबै सोचको फरक हो नि त। अब सोच के लिनु पर्यो भन्दाखेरि, मेरो घरमा चाहे एउटा बुद्धको सानो मूर्ति नै होस्, चाहे त्यो ठुलो मूर्ति नै होस्, यसमा चाहिँ बुद्ध बसुन् है, र बुद्धले हामीलाई हेरचाह गरून्, हामीलाई आशीर्वाद दिउन् भनेर चाहिँ मनमा लिनु पर्यो, त्यस्तो सोच हुनु पर्यो। र त्यसरी घरमा राप्ने गरेर राखेको मूर्ति, बुद्धको मूर्तिलाई चाहिँ हामीले बिहान बेलुका ढोग गर्न सक्यौँ भने चाहिँ एकदमै धेरै धर्म हुन्छ, पुण्य कमाउनुहुन्छ है। नभए यतिकै केही पनि नसोचेर एउटा सजावटको लागि जस्तो, राम्रो देख्नका लागि जस्तो मात्र एउटा सुनको मूर्ति होस् या चाँदीको मूर्ति होस् होइन, त्यस्तो राखेर चाहिँ एउटा अरूलाई देखाउनको लागि मात्र राख्यो भने त्यसले धेरै ठुलो फाइदा हुँदैन। र हजुर, र अब यो राप्ने भनेको चाहिँ
अब हामीले गर्नै पर्ने चिज हो है। र सकेसम्म लामा गुरुहरू बोलाउने, लामा गुरुहरूबाट राप्ने गराउने। यदि लामा गुरुहरू भेटिएन अथवा लामा गुरुहरू टाढा हुनुहुन्छ भने तपाईँ हामी आफैले यो पाठ पढेर त्यो मन्त्र जपेर चाहिँ राप्ने गर्न सक्नुहुन्छ है। र पाठ चाहिँ यस प्रकारको छ। र सुरुमा हामीले के गर्नु पर्यो भन्दाखेरि चामल, एउटा राम्रो चामल, आफूले खाने चामल भए पनि हुन्छ। अब हामीले सबभन्दा राम्रै खान्छौँ नि होइन, आफूले सक्ने जति, अब आफूले कति रुपियाँको चामल किनेर खानु सक्छ त्यही चामललाई चाहिँ अलिकति ल्याउने, भाँडामा राख्ने होइन, एउटा सानो प्लेटमा राखे पनि भयो, अगाडि राख्ने र यो पाठ पढ्ने। अब पहिला चाहिँ हामीले के गर्नु पऱ्यो, त्यो चामललाई त्यो चामलको पूजा गर्नु पर्यो है। र चामल राखेर चाहिँ अब पाठ यस प्रकारको छ। ढुई फुङ्बो धाकिल्ला तेन्डेल निङबो ngaktengko dele wete kyalkunki kenze nebe yeshe tu ngaki thangwa lathimne tizi kimbap tulathim tenje nuba tembar kyuru। हजुर, यो पाठ पढ्दाखेरि चाहिँ अब यो चामलमा चाहिँ एउटा यो चामललाई एउटा केवल चामल नभइकन चाहिँ अब यसलाई शक्तिशाली बनाएको भनौँ न है। किनभने भरे राप्ने गर्ने बेला यही चामल हामीले छर्काउनु पर्यो नि त है। अब छर्काउने बेला चाहिँ अब यो चामलबाट चाहिँ अब हामीले चामल छर्काएर चाहिँ अब घरमा शान्ति फैलिने है, बाधा अर्चनहरू नहुने हो, त्यस्तो चाहिँ विश्वास गर्नु पर्यो र त्यस्तो हुन्छ। र अनि अब मन्त्र यस प्रकारको छ। यो मन्त्रलाई चाहिँ हामीले सकेसम्म तपाईँले कति सक्नुहुन्छ जप्ने, 108 सक्नुहुन्छ कि 21 चोटि हुनुहुन्छ कि 3 चोटि हुनुहुन्छ, यो मन्त्र जप्ने। मन्त्र यस प्रकारको छ। ओम ये धर्म हेतु प्रभव हेतुन तेषां तथागतो हेयवदत् तेषां च यो निरोध एवं वदि महाशमनः सोहा। हजुर, यसलाई चाहिँ जप्दै गर्ने है। ओम ये धर्म हेतु प्रभव हेतुन तेषां तथागतो हेयवदत् तेषां च यो निरोध एवं वदि महाशमनः। ओम ये धर्म हेतु प्रभव हेतुन तेषां तथागतो हेयवदत् तेषां च यो निरोध एवं वदि महाशमनः। ओम ये धर्म हेतु प्रभव हेतुन तेषां तथागतो हेयवदत् तेषां च यो निरोध एवं वदि महाशमनः सोहा। र त्यो अब चामलमा फु गर्ने हामीले है। त्यो चामल अब यो मन्त्र जपेर चाहिँ त्यो चामल, आफ्नो अगाडि भएको चामललाई फु गरेर चाहिँ अब त्यो चामललाई चाहिँ हामीले अद्भुत भनौँ कि शक्तिशाली भनौँ, त्यो बनाएर चाहिँ त्यसपछि यो मन्त्र पाठ पढ्ने। ngakteng yeshu tulathim rere shendu tembeku yeser siji barwangi yongyur yeshe dorjer gyur chokju na shubhe sangye dang changjub semba tamje dagla gongsu sol chisi namke tadang nyambe semjen tamje minebe nyangen le tebe sala majage bardo gyalwa nam nyangen le medawar tembar shuksu sol kebar doang kusung tukki tendi namla kejing chen rangbe lasok tamje chisi chungwa chenpo shi nebe mashige bardo tembar shuksu sol tembar shukne gyang dadang semjen tamje la chokdang tumongyo ngodrup malupa chaldu sol। अब यो पाठमा चाहिँ के भन्नुभएको छ भन्दाखेरि दशौं दिशामा बस्नुभएको बुद्ध र बोधिसत्वहरू चाहिँ मेरो कुरा सुनिदिनुहोस् है। अब मैले भनेको बुझिदिनुहोस्, सुनिदिनुहोस्। र के भन्दाखेरि जहाँसम्म आकाश छ त्यहाँसम्म प्राणी छ नि त संसारमा है। जहाँसम्म आकाश छ त्यहाँसम्म संसारको प्राणी छ। र जहाँ जहाँ प्राणी छ अब त्यो प्राणी सबैले चाहिँ संसारको सबै प्राणीहरूले बुद्धत्व प्राप्त नगरेसम्म अनि दशौं दिशामा बस्नुभएको तपाईँ बुद्ध र बोधिसत्व तपाईँहरूले पनि हामीसँग बसिदिउन् है। र अब जस्तै मानौँ अब मैले आज घरमा नयाँ मूर्तिको लागि राप्ने गर्दैछु भने र तपाईँहरू यो मूर्तिमा बसिदिनुहोस् र यो मूर्तिमा बसेर अनि हाम्रो रक्षा गरून्, हाम्रो हेरचाह गरिदिनुहोस्
हामीलाई आशीर्वाद दिनुहोस् भनेर भनेको है त। र अनि त्यसपछि अब यो एउटा मन्त्र छ, यो मन्त्र पढ्दै चाहिँ चामल छर्काउने, जस्तै घरको राप्ने गर्दै हुनुहुन्छ भने घरमा छर्काउने, जस्तै हामीले लुङ्ता है, लुङ्ताहरू झुन्डाउँछौँ, हामीले धर्चोक लगाउँछौँ है, झन्डाहरू, त्यसमा पनि त्यो नलगाउनु अगाडि पनि यो राप्ने गर्नुको एकदम जरुरी छ। त्यो बेला त्यो चामल छर्काउने। अब मन्त्र चाहिँ यस प्रकारको छ, नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय, ओम हे धर्म हेतु प्रभव हेतुन तेषां तथागत हे वदत तेषां च यो निरोध एवं वद्य महाशमन स्वाहा। अब यो मन्त्रलाई घरिघरि पढ्दै चामल छर्काउने है। नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय, ओम हे धर्म हेतु प्रभव हेतुन तेषां तथागत हे वदत तेषां च यो निरोध एवं वद्य महाशमन स्वाहा। नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय, ओम हे धर्म हेतु प्रभव हेतुन तेषां तथागत हे वदत तेषां च यो निरोध एवं वद्य महाशमन स्वाहा। नमो बुद्धाय, नमो धर्माय, नमो सङ्घाय, ओम हे धर्म हेतु प्रभव हेतुन तेषां तथागत हे वदत तेषां च यो निरोध एवं वद्य महाशमन स्वाहा। यसरी चाहिँ यो मन्त्र पढ्दै चामल छर्काउने है। र अन्तमा प्रार्थना यस प्रकारको छ, धिर्ने त्यन्दाङ लेन्चेक्दो खोर्वा सिद्धु शोग्नेज्ञ नेमे छेदा वाङसुद छोनाम लेपर चल्दु सोल ओम सुप्रा तिष्ठा वज्राय स्वाहा। हजुर, अब प्रार्थना त्यही हो कि अब बुद्धहरू र अब भगवानहरू, बोधिसत्वहरू जो पनि हुनुहुन्छ, हामीसँगै बसिदिनुहोस् है, हाम्रो रक्षा गरून्, हामीलाई रोग हुनबाट बचाउन्, हामीलाई बिना समय मृत्यु हुनबाट बचाउन् र हामीलाई सधैँ आशीर्वाद दिउन् भनेर चाहिँ प्रार्थना गरेको। हस् त, अनि यो चाहिँ आजको भिडियो चाहिँ राप्ने गर्नुको बारेमा विषयमा लिएर थियो है। र त्यसै गरी धर्म सम्बन्धित अरू केही विषयमा जान्नु छ र कुनै पाठको विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला है। म सकेसम्म तपाईँहरूलाई भन्ने सजिलो तरिकामा भन्ने प्रयास गर्नेछु। हस् त, अनि भिडियोको अन्त्यसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। यो भिडियोलाई लाइक गरिदिनु होला, सेयर गरिदिनु होला र मेरो युट्युबलाई सब्सक्राइब गरिदिनु होला। र त्यसो भन्दै फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ। हस् त, धन्यवाद।